ल हामी चुच्चे खोलामा गुटपाकको उद्योग रहेछ यहाँ चाहिँ पुरै बनाउने ठाउँमा आएको छ। भरतजी चाहिँ पुरा गुटपाक बनाइरहनु भएको छ। हामी आउनुभन्दा अगाडि नै बनाउन सुरु गर्नु भएको छ, हाम्रो लागि स्पेसल पुरा। अनि यो यता उमेश भाइ चाहिँ इन्सपेक्सन गर्नु हुँदैछ कस्तो के इन्ग्रिडियन्ट मिलाएको छ भन्नु त उमेश भाइ। इन्सपेक्सन तपाईँ गर्ने होइन, तपाईँ चलाउन मात्रै। हामी चाहिँ एकदम बाबा गरेर भरतजीले बनाइसकेपछि हाम्रो लागि एकदम फिट एन्ड फाइन हाइजेनिक बन्छ भनेको यो रहेछ खुवा बिक्री केन्द्र। सबै टेस्ट गर्नु त, यो टेस्ट चाहिँ बताउनै कस्तो हुन्छ। ल त ल यता 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 पहिले बताउनु न तपाईँ, मलाई पहिले खुवाउनुहुन्छ। ल चाखेर मिठो लाग्यो भने लिने भन्ने रहेछ यहाँ बडो राम्रो। उहाँ आउनुहुन्छ गुटपाक व्यवसायी। तपाईँको व्यवसायको नाम भन्नु त, यो ठाउँको नाम पनि भन्नु अलिकति। यो ठाउँको नाम चाहिँ चुच्चे खोला हो। हजुर, डाँडाबाट चाहिँ 7 किलोमिटर यो कान्ति लोकपासमा। यसरी चाहिँ तपाईँहरूले के यसको इन्ग्रिडियन्ट के छ मिसाइन्छ यसमा? यहाँ तपाईँको स्पेसल पाउने भनेको यो ठाउँको लागि फेमस भनेको खुवा हो। कसरी खुवाको चाहिँ अरू आइटम चाहिँ गुटपाक भन्छ, पेडा भन्छ। यसमा के मिसाउनुहुन्छ तपाईँले? कति सालदेखि हुनुहुन्छ यो व्यवसायमा? मेरो बाको बिहे पनि गरेको थिएन, मलाई 27 वर्ष भएछ। त्यतिखेर सुरु बाको बिहे नै पुस्त्याउने व्यवसायको रूपमा तपाईँ लिनुभएको? ल ठिक छ।